ब्लॉग मेरे मम्मी का नाम है रुमापुरी हो। उठाई जाओ क्या? कस्तो उठाई नहीं जाओ? अरे तू उठा ले जा। एकले सक्ने भए त म सबै लै जान्थे। भाग हाल्नु ले दे। कोले भाग हाल्यो? जेठाले। कति दिउ ल्याथे? एक डिब्बा कोले खाए? छेमाले मैले बाजेले यहाँ म छ्याछ्या गरिरहेको छु। यहाँ चाहिँ म कमाले सकाई यहाँ फरार दूसरी ब्लगर मैनी लो सकेरु आज सँगै भिडियो हैन अहिले सुरु गर्छु 10 बजे सुरु गर्दैछु के गर्ने टाइमै हुँदैन मेरो मम्मीले जतिखेर पनि भिडियो सुट गरेपछि गाली गर्छन् के भिडियो स्टार्ट गर्नुहुन्न मैले मम्मीबाट गाली खाएँ भने सोचे हुन्छ। आज चाहिँ हामीहरू पराल बोक्न गइरहेछौँ। यी कपडा सपडा लगेर जम्माछु साथीहरू भर्खर पराल बोक्न सुरु गरेको त के गर्नु सुरु गर्न बित्तिकै भएन क्या। हेर्नु एउटा मुठो मात्र लिएर आएँ अनि त्यसपछि चाहिँ मेरो दिदीलाई सन्चो थिएन त्यही भएर मम्मी चाहिँ हस्पिटल जानुभएको छ। पैसा हेर्नु न पैसा चाहिँ घरमा छ अरे त पैसा त्यहाँ त्यो कसैले लैदियो भइदा कस्तो हुन्छ कसैले लैदियो भइदा म पनि भेटाएको छु तर म कसैलाई दिने होइन भनेपछि मात्र दिन्छु। मम्मीले पैसा यहाँ छुट्टै थियो भनेपछि दिनु नत्र पनि दिँदैन म यो पैसा राख्छु। त्यसैले चाहिँ अहिले मम्मीहरू हस्पिटल गएको छन्। हस्पिटलदेखि आएपछि चाहिँ अनि आएपछि पराल बोक्नु पऱ्यो। अब चाहिँ अहिले चाहिँ खाना पकाउँछु म खाना पकाउनु पऱ्यो। यति धेरै पराल यो पराल त्यो पराल अब ऊ पर कति धुम पराल ल्याएर घर राख्नु छ ल है साथीहरू। अब खाना पकाउनेतिर लाग्नु पऱ्यो। अब साथीहरू खाना खाएर हामीहरू लागेको छौँ फेरि पराल बोक्न। देख्नु मेरो हातमा के छ रस्सी छ म पराल फालेर एकचोटि आइसकेको छु। फेरि पनि यो कार्यक्रम जारी नै छ हुँदैछ। अब मैले लगाएर एक मुठा यता फालिसकेँ 3-4 मुठा उता फालिसकेको छु होइन। अब म चाहिँ अब फेरि जाँदैछु अहिलेलाई चाहिँ होइन तिरपाल बिछाएर यहाँ पुरै लाई लगाएको छ क्या। लाई लगाएको ठाउँमा पराल हुन्छ भनेर हामी तिरपाल यसरी बिछाएछौँ। अब तिरपाल बिछाएछौँ त्यसपछि यहाँ फाल्नु पऱ्यो। त्यसपछि यहाँ कुन्यो लगाउँछ एउटा कुन्यो यहाँ अर्को कुन्यो लागेछ एउटा उतापट्टि मम्मी यहाँ यस्तै मुठा बाँध्ला छन्। कति ठुल्ठुला मुठा बाँधेछन् नि जो मेरो टाउको भने पिच्चेला जस्तै। यत्रो मुठो टाउकोमा उठाइसक्छु हेर उठाउन। हेर साथीहरू यत्रो मुठो छ मेरो टाउकामा यत्रो मुठो छ त्यो पनि राति मुवा आइछ भिडियो यहाँ खानु छ अनि मेरो टाउकामा चाहिँ हेर यत्रो टाउकामा राखिदिन्छन् कस्तो मायामा मेरो हावा मेरो लागि डिउ आउँदैछ। मेरो लागि डिउ मैले बराल हो कि धान फाल्न गएको म मेरो लागि आयो डिउ सुसु एक थप्ला हेर नहेर म धेरै राम्रै छु मान्छे नुरे त भाग हाल्नु ले दे। कोले भाग हाल्यो? जेठाले। कति डिउ ल्याथे? एक डिब्बा कोले खाए? छेमाले मैले बाजेले विवेकले जेठाले अरू कोले खाएन। तँ पनि खाएर आइस कति भाग को हो मेरो लागि मात्र अरे मेरो लागि मेरो लागि यार मम्मी खान्न। मेरो लागि चाहिँ खेतमा बसेर खानुको मजै बेग्लै हो। कतिजना थियो र आधा गिलास दिन्छ चाउमिन पनि दियो त कस्तो कुरा गर्छु के खानु पऱ्यो चाउमिन त्यही गुर्की चाउमिन दुगा पत्ता जानु त काम गर्न कसमा ल्याएको यस्तो हगन जागा चाउमिन तिम्रै तारा ग्यामेबाट ल्याएको यो बासी जस्तो छ हो बासी जस्तो छ बासी जस्तो ताजा होस्। दिउँसोको 1 बजे पनि बासी पकाएर दिन्छन्। गइनी सिलाएको टाइम बोक्नु परेन भिडियो बन्द गर्दै यसो हेर के मन लाग्छ पराल बोक्नु हेर्दिन जाडो मन लागेन रे त्यही भएर बन्दै सबैलाई नहीं हमें तो भात खाएन होइन भात खाएर बित्तिकै त गयो आउँ त
दूसरी ब्लॉगर बहिनी देखो साथीहरू के टेन्सन लाग्छ यार सक्यो त हुँदैन काम सकिन्न कि यार कहिले काम सकिन्न छड्के भएन तर म कस्तो भिडियो बनाएँ साथीहरू सानो मान्छे 4 फिटको मान्छे उठाइ जाऊ क्या कस्तो उठाइदै जाऊ त्यो उठाएर लैजा एक्लै सक्ने भए त म सबै लैजान्थेँ यत्रो उठाएर म एक्लै उठाएर जाऊ अरे वेलकम टु माई च्यानल ब्लग वेलकम टु माई मिनी ब्लग च्यानल ब्लग मेरो मम्मीको नाम चाहिँ रुवापुरी हो यो त खुनै निकालिदिएको यो मर्या हो क्या परालु त गर्दाखेरि आफै हेर त परालको दन्दाखेरि कुचिएर मरे हेर्नु त अब क्यार निलाई मरे त मरि गए बिरालोलाई खिलाउनु पर्यो बिरालोलाई एउटा ढाडेलाई एउटा छाउरीलाई दुईवटा बिरालोलाई दुईवटा मासु मरिहाले जिन्दा भए त छोडिदिनु हुन्थ्यो क्या तिमीहरू किन आएको थियो परालमा परै जानु हो त आज पराल बोक्दाखेरि हेर यो मरेमा हार्दिक श्रद्धाञ्जली मुसाज्यू तिमीलाई आँखा प्लिक्क बन्द होस् भन्न सकियो पराल देख्यौ साथी हौ सकियो मेरो मम्मीले लास्ट खोज्न लाग्छन् अब हामीले सकिहाल्यौँ यिनीको मृत्यु पनि जानियो आज नराम्रो दिन रहेछ यिनीहरूको मर्ने दिन रहेछ हार्दिक श्रद्धाञ्जली मुसाज्यू डान्स गरिलो ठुमक 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 फोन फोडिदिन्छु भन्ने धम्की दिइसकेपछि मैले फोन चाहिँ घरमा राख्न सक्छु सक्दैन धेरै गाली गरेको गरेर सुन्न पनि अब चाहिँ आजलाई यति नै बाई